सो हेर्न सक्नुहुन्छ मेरो सेयरमा चाहिँ सोलु हाइड्रो पावरको चाहिँ यो देखाइसकेको छ आइपिओ र अहिले रेट चाहिँ त्यति नै छ। यो चाहिँ मेरो म्युचुअल फन्ड। सो हेर्न सक्नुहुन्छ रेट चाहिँ भन्नु होला कि फेरि 1000 को 1000 छ भन्दाखेरि यो चाहिँ अब दोस्रो सेकेन्डरी मार्केटमा लन्च भएको छैन। सो लन्च भएपछि यो देखाउने छ। र आज चाहिँ हाम्रो एनर्जी लाइन एनर्जीको चाहिँ आज चाहिँ आइपिओ आउने भनेको थियो। सो आइपिओ हेर्नुको लागि तपाईँले सर्वप्रथम जानुपर्छ क्रोममा। सो क्रोममा गइसकेपछि यहाँ क्लिक गर्नुपर्छ तपाईँहरूले अलॉटमेन्ट रिजल्ट भनेर यसरी हान्दाखेरि यसरी क्लिक गर्ने। सो सबभन्दा माथिमा यहाँ देखाउँछ। अहिले पनि भएको छैन, बल नम्बर 6 परे तापनि अहिले यता चाहिँ देखाएको छैन। नत्र भने यसरी सबभन्दा सुरुमा यस्तो यो नाम आउँछ। यो चाहिँ विदेशमा रहनु भएको दाजुभाइहरूको लागि हो। अनि हामी जस्तो जेनरल पब्लिकको लागि चाहिँ अहिले यो एकछिनमा अपडेट भएर टपमै आउँछ। सो साँझसम्म कि दिउँसोको 2-3 बजेसम्म चाहिँ आइसक्छ। सो तपाईको के पर्यो कि परेन कमेन्ट गरिदिनु होला।